स्वागत छ साथीहरू मेरो युट्युब च्यानलमा हजुरहरूलाई। अनि आरामै सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदमै सन्चै भइसकेँ अब चाहिँ। अनि साथीहरू आज चाहिँ म के भयो नि त माथि मेरो मम्मीहरूकोमा नगएको। अनि अस्तिदेखि बोलाउँदै हुनुहुन्थ्यो, अलिक सन्चो थिएन र गएको थिएन। आज चाहिँ म जानु लागेको मेरो माथि मम्मीको घर, माइती घर। आज चाहिँ म के कसो गर्छु हजुरहरूलाई देखाउने नै छु साथीहरू, हेर्दै गर्नु होला। अब चाहिँ म साथीहरू जानु लागेको झोला उठेर। गएको म चाहिँ अब मम्मी चाहिँ फोनमा बोल्दै हुनुहुन्छ। बहिनी गएदेखि गएकै थिएन, मम्मीले आउने छु भन्नुहुँदै थियो। आज गाली गर्नुहुन्छ होला। साथीहरू म चाहिँ मम्मीहरूकोमा पनि आइसकेँ। अब मम्मीसँग गफ गर्नुपर्छ। मम्मी पनि खासै बिरामी हुनुहुँदो रहेछ, ज्वरो आउँदैछ मेरो मम्मीलाई चाहिँ। मलाई जस्तै लुगा मार्की मोटाएर। भोटमा नेता पनि आइपुग्यो कि क्या हो कताको। चाहिँ अब तपाईँ तातो पानी खानुहुने कि चिया मम्मी? खानु न ल्याइदिन्छु तातो पानी। मेरो मम्मीलाई पनि मलाई जस्तै म पनि सल्लाह दिन्छु। मेरो मम्मीले चाहिँ यस्तो भटमास र चिउरा हामीलाई यस्तै दिनको घिउमा भुटेर राखिराख्नुहुन्छ नि। घिउमा भुटेर राख्नुहुन्छ। बोले मम्मी मलाई चाहिँ मम्मीले मकै राखिदिनु भएको रहेछ, पोलेको मकै। त्यत्र त खाँदिनँ होला।
गुलिया रहेछ नि मम्मी कस्तो आवाज हो मैले चाहिँ अब घरमा खाना खाएको थिएन नि त भोक लाग्दै ठिक्क मकै राख्दिनु गरेर तर मेरो मम्मी पनि बिरामी हुँदो रहेछ खोसेल्टामा मकैको खोस्टामा कस्तो चाहिँ यस्तो राख्दो रहेछ मुङ र खोर्सानी मेरो मम्मी कसो बस्नुहुन्छ दिउँसो टिभी हेरेर कसरी यो क्या मकै त मम्मीले चाहिँ आलु रोप्नु भएको यस्तो तर यो चाहिँ यस्तो के अरे यहाँ माटो दिनुपर्ने थियो माटो चाहिँ भएन यत्रो यत्रो भएछ आलु यत्रो यत्रो सुपहरू यहाँ अस्ति मैले रोपेको फुल कम्ती राम्रो भएन छ सब पनि यहाँ फुलेछ पानी त पर्नै लागिरहेछ हौ नि फुलमा टमाटर यो फुल चाहिँ साह्रो दामी फुल्दो रहेछ म चाहिँ अब यहाँ हाम्रो सिबी छ सिबी टिप्छु बोजू र मैले अस्ति रोपेको मम्मी र मैले बोजू यहाँ के गर्दैछ नानी हराइ भनेको त यहाँ भाइसँग त कहाँ गएको के हो त नानी मेरो भाइ मामा भान्जा यता चाहिँ मामा यता चाहिँ भान्जा
बोजूसँग गएको तिमी? म चाहिँ खोज्छु नि। बाइक पनि छोटा बाइक ल नानी जाऊँ घर अब। माम खाएर जाने भयो नानी मान्दैन त अब के हो भनेको त। यो गाडी राखिहाल्नु छिटो आउन सानो जाउँ लु रात पर्यो। यही खाना खायो छिटो आऊ। यो हाम्रो त्यो हाम्रो छरबाट चाहिँ कस्तो राम्रो सनसेट देखिँदो रहेछ क्या। किन जानु पर्यो बुढाबात हाम्रैतिर देखिरहेछ कस्तो राम्रो। हेर्नु न साथीहरू सनसेट। सिन्डे डाँडा पनि कति नजिक छ हाम्रोबाट देख्न सक्नुहुन्छ साथीहरू। त्यहाँ भेडेटार अनि यहाँ हाम्रो नजिक स्काई वक पनि छ। आज जानु भनेको ढिलो हुन्छ भनेर नगएको। के अरे नानीहरूको होमवर्क गराउनुपर्छ। नानीहरू पनि स्कुलबाट भर्खरै आइपुग्यो। स्काई वक जानु भनेको त यत्तिकै भयो। आज जानु पऱ्यो भनेको त भएन। अब कुनै दिन जान्छु अनि हजुरहरूलाई देखाउने चाहिँ साथीहरू। साथीहरू हामी चाहिँ माथि मम्मीहरूकोबाट पनि आइसक्यौँ। अनि मम्मीले चाहिँ खाना खाएर मात्रै जानु भन्नुभयो नि त, त्यही भएर अलिक ढिलो भयो। अनि साथीहरू आजको भिडियो चाहिँ हजुरहरूलाई कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु भन्दै आजको भिडियो चाहिँ यति नै साथीहरू। बाई बाई।